Hey guys, good morning. Welcome back to my new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। आज चाहिँ हाम्रो यो क्लास 12 को फेयरवेल प्रोग्राम छ। अनि फेयरवेल प्रोग्राममा चाहिँ म जाँदै छु। अनि आज चाहिँ एकदम भयानक रमाइलो हुनेवाला छ आजको भ्लग चाहिँ। अनि अहिले चाहिँ म घरदेखि अब हिँड्नु पर्ने हुन्छ। साथीको आज दिदी पनि मसँग जाँदै हुनुहुन्छ। त्यहाँ सिद्धार्थ दिमा हैन तर हाम्रो एउटा फेरि अर्को पनि काम छ। हामीले चाहिँ त्यो बिटाएर त्यो काम बिटाएर चाहिँ अनि मोबाइल चाहिँ नलगेर जानुपर्ने हुन्छ। त्यही हो, अब जाँदैछौँ आज। एक दिन केही हुँदैन विदाउट मोबाइल बस्यो भने बस्नु सक्छु। च्यालेन्ज गर्यो तर एक दिनको लागि त्यो विदाउट मोबाइल। सो गाइस, अब चाहिँ यतिसम्म काम सकेर अब चाहिँ म गइरहेको छु है। र अहिले चाहिँ 10:40 भइसकेको छ। 10:40 छ अब चाहिँ। सो गाइस, म चाहिँ यता आइसकेको छु है। हामी चाहिँ छिरिसकेर सिद्धार्थ भ्यूभित्र अब चाहिँ हामी भित्र जानुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो चाहिँ यता डेकोरेसन यस्तो छ अनि होटेल चाहिँ यस्तो रहेको छ। यता चाहिँ इन्ट्री छ अनि यतातिर चाहिँ पार्किङहरूको छ। अनि त्यसपछि अब यता क्यासिनोहरू छ। अनि अब त्यो चाहिँ लबी हो। अब म यहाँ देखाउँछु है हजुरलाई। म चाहिँ भित्र जाँदैछु। हाम्रो प्रोग्राम चाहिँ उता अर्को म चाहिँ फिक्स छ। त्यसैले अब अनि यो चाहिँ लबी रहेको छ है त्यो चाहिँ। अनि त्यसपछि हाम्रो प्रोग्राम चाहिँ उता छ। हामी चाहिँ उता जानुपर्ने हुन्छ। अनि हजुरहरूलाई मैले एउटा कुरा भन्न बिर्सेछु। आजको प्रोग्रामको एङ्कर हामीले होस्ट चाहिँ म नै हो है। मैले गरिरहेको छु आज होस्टिङ चाहिँ। अनि त्यसपछि चेक दिस आउट गाइज, चेक दिस आउट। अनि त्यसपछि देख्छ भने चाहिँ यता हाम्रो यो छ। अनि हाम्रो चाहिँ प्रोग्राम हुनको चाहिँ त्यहाँ हो वास्तवमा। अनि त्यसपछि यो चाहिँ स्विमिङ पुलहरू छ यतातिर चाहिँ। अनि त्यो म चाहिँ अगाडि जानुपर्ने हुन्छ। अनि त्यसैले अगाडि अहिले चाहिँ हाम्रो 11 देखि चाहिँ हाम्रो प्रोग्राम स्टार्ट थियो भनेपछि अहिले चाहिँ अलिकति अब नेपालीको 11 भनेपछि हाम्रो चाहिँ 11 नै हुन अलिकति ढिला भइहाल्छ नि त। त्यही छ। अनि वाह, हाम्रो चाहिँ अर्को एङ्कर पनि हो है। ऊ चाहिँ एङ्कर हो अनि ऊ चाहिँ सिङ्गर पनि हो। कोही आएन नि हाम्रो। अब मैले एकचोटि हल पनि देखाउँछु है। हलमा गएर अहिले चाहिँ कोही स्टुडेन्टहरू आएन भन्ने सुन्दा चाहिँ मैले चाहिँ अब केही छैन। हामी चाहिँ गएर म हजुरलाई त्यो भित्रको भ्यू एकचोटि देखाइहाल्छु। हाम्रो चाहिँ यस्तो छ है। यतादेखि चाहिँ इन्ट्री गेट छ। लेट्स गो गाइस। यो चाहिँ हाम्रो इन्ट्री छ। अनि हाम्रो प्रोग्राम चाहिँ आज यता हुँदैछ। चेक दिस आउट। यता चाहिँ पुरा सेटअप भइसकेको छ। हामीले हिजो चाहिँ 10 बजीसम्म बसेर चाहिँ यो सेटअप गराएको हो हामीले हिजो चाहिँ। अनि त्यसपछि हामी हिजो 10 बजी गथ्यौँ चाहिँ घर चाहिँ 10 बजी गएको हामी चाहिँ। अनि यता चाहिँ हाम्रो सरको चाहिँ प्र्याक्टिस चलिरहेको छ। गुड मर्निङ सर। अनि यता चाहिँ समर्थ मगर हाम्रो चाहिँ है अहिले भर्खरै आएँ ल। हेलो भन्दै नि त। वाह, यसको पनि गाना छ है। अनि त्यसपछि बेलुन बन्ने काम चाहिँ बनाउने हुनुहुन्छ यता चाहिँ बेलुनहरू। हिजो हाम्रो चाहिँ हजुर त्यसपछि हाम्रो यता त्यो झार मात्रै छ त है। झार मात्रै छ त, आइसक्रिम छैन त। आइसक्रिम छैन। यसले अब जमाएर आइसक्रिम बनाउने हो कि। वाह, मोबाइल कुन हातले पकाउनु भइगयो यार साथी। साथी ल ल ल ल म आएपछि भाइरल बनाउने हुन्छ यार। आज डान्स गर्छौँ है केटाहरूले चाहिँ उदम। हुँदैछ त एङ्करिङ गर्न लाएर।
देख तिम्रो ड्रेस देखेर लागिरहेछ तिमी गरिब हो मलाई। सिद्धार्थ भ्यूमा भयो जुन ताराको बेला कार्यक्रम सुरु गर्ने अब भयो बेला। नमस्कार तथा शुभ दिन। आज मिति 2081 साल चैत्र महिनाको 4 गतिका दिन हुन गइरहेको हाम्रो यस मोडर्न पब्लिक स्कुलका कक्षा 11 का विद्यार्थीद्वारा आयोजित विदाई कार्यक्रममा उपस्थित आदरणीय विशिष्ट व्यक्तित्वहरू, सम्माननीय शिक्षक तथा शिक्षकगण, मेरा प्रिय सहपाठी साथीहरू र आज विशेष रूपले कक्षा 12 का अग्रज दाजु दिदीहरूलाई म कार्यक्रम सञ्चालक जनकजीलाई आजको औपचारिक कार्यक्रमलाई विधिगत रूपमा अगाडि बढाउन गइरहेको छु। सर्वप्रथम औपचारिक कार्यक्रमलाई विधिगत रूपमा अगाडि बढाउनको लागि आसन ग्रहणको क्रमबाट सुरु गर्न गइरहेको छु। सर्वप्रथम हाम्रो यस विद्यालयका आदरणीय प्रिन्सिपल, आदरणीय भद्र सम्माननीय व्यक्तित्व मेघराज ज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथीभाइको चित्र आज फेरि भयो भेट यो सिद्धार्थ भ्यू भित्र। सोह्र मिठो कोइलीको नृत्य राम्रो मोरको, सोह्र मिठो कोइलीको नृत्य राम्रो मोरको, फेरि आए नमस्कार है जनकको। अब फेरि पनि नृत्यको कार्यक्रमलाई जोड्न गइरहेको छु। Thank you so much for watching my video. Bye bye guys.